ओके सधैँ चाहिँ म युट्युबमा भिडियो हेर्दै टाइम पास गरिरहेको थिएँ र स्क्रोल गर्दा गर्दा एउटा मुभी मेरो स्क्रिनमा आयो जसको नाम थियो बाटो रोड टु डेथ र त्यो फिल्मको लेन्थ जम्मा 1 घण्टा 40 मिनट थियो र मैले सोचेँ राति सुत्ने बेला यो फिल्म हेरेर सुत्नु पर्ला। तर मायाकसम जुन त्यो 1 घण्टा 40 मिनट मेरो फिल्म हेर्ने बेला दिमाग ह्याङ भयो नि, मलाई रिग्रेट भयो कि मायाकसम यो फिल्म हेर्नुभन्दा त मैले आफ्नो निद्रा पुरा गर्न पनि सक्थेँ। यो 1 घण्टा 40 मिनट यति लामो र बोरिङ फिल हुन्छ मुभी हेर्ने बेला कि हजुरहरूलाई निन्द्रा पनि लाग्न सक्छ यार। ओके अब यो मुभीको बेसिक स्टोरीको कुरा गर्ने हो भने 4 जना आदमखोर हुन्छन् जसले केटीहरूलाई मार्दै तिनीहरूको लासबाट मुटु खाने गरेका छन्, जो कि धरान जाने बाटोको हाइवेको जङ्गलमा बस्छन्। र म अहिलेसम्म धरान त गएको छैन, तर यो फिल्ममा देखाए जस्तो धरान जाने बाटोको हाइवे पुरै जङ्गलमा र त्यस्तो पुरै खाली रोड त पक्कै पनि हुँदैन। ब्याक टु द स्टोरी। अनि धरान जाने क्रममा 3वटा स्टुडेन्ट संयोगले भेट हुन्छन् जसको मिसन हुन्छ कि 8 घण्टाभित्र एउटा ट्रान्सप्लान्ट गर्नुपर्ने हात जुन कि हिरोको आमाको अपरेसनको लागि हो धरानको हस्पिटल पर्ने हुनेछ। र त्यो 8 घण्टा मायाकसम बिहानदेखि राति हुन्छ, तर पनि अझै पनि त्यो 8 घण्टा सकिँदैन। अब यो बेसिक कहानी सँगसँगै क्यारेक्टरको ब्याक स्टोरी पनि देखाइन्छ जुन कि हजुरहरूलाई इमोसनल बनाउने पर्पजले देखाइएको छ। तर यो सिनहरूले केही इम्प्याक्ट गर्दैन, यहाँ तक कि क्यारेक्टरको डेथ भइरहन्छ तब पनि हजुरहरूलाई इमोसन फिल हुन्न। अनि जङ्गलको बिचमा कसले ग्यारेज खोल्छ यार। यो फिल्ममा यस्तो थुप्रै कुराहरू भइरहेको हुन्छन्, जस्तै त्यो आदमखोरहरू वाकिटकीको प्रयोगले एकअर्काबीच कम्युनिकेसन गरिरहेका छन्। तिनीहरू गाडी चलाइरहेका छन्, अब तिनीहरूसँग पेट्रोल हाल्ने पैसा चाहिँ कसरी आउँछ खै। अनि क्लाइमेक्समा एउटा सिन छ, हिरोहरू ग्यारेजबाट निस्किन्छन् अनि फेरि त्यही ग्यारेजमा पुलिसहरू पनि आउँछन्, तर तिनीहरू बिच बाटोमा चाहिँ भेट्दैनन्। तर आदमखोरहरू जो पछि एम्बुलेन्स लिएर आउँछन् तिनीहरू डाइरेक्ट हिरोसँग भेट्छन्। मैले यहाँ भन्दा हजुरले बुझ्नु भएन होला, एकपल्ट फिल्म हेर्नुहोस् आफै थाहा पाउनुहुन्छ। र यो पुलिसको कुरा, साँच्चै यो फिल्ममा पुलिसलाई यति आधा देखाएको छ। हुन त यो मुभीको स्टार्टिङ र क्लाइमेक्समा मात्र छन् पुलिसहरू, तर पनि पुलिसहरूको क्यारेक्टर आउट अफ द स्टोरी लाग्छ यो फिल्म हेर्ने बेला। मलाई त के लाग्यो भने डाइरेक्टरले यो फिल्म बनाउने बेला स्क्रिप्ट नै नहेरिकन कहानीको बेसिक स्ट्रक्चर पढेन र फ्लोमा सुटिङ गर्दै गएन। किनकि एडिटिङ एरर भन्नु कि डाइरेक्टरको गल्ती भन्नु, यो फिल्मको एक सिनदेखि अर्को सिनमा अनिजोल वेमा ट्रान्जिसन गरिरहेको हुन्छ। यो फिल्मको ट्रान्जिसन यति नराम्रो छ कि हजुरलाई यो फिल्म हेर्ने बेला बोर पनि लाग्न सक्छ। इक्जाम्पलको लागि मुभीको स्टार्टिङमा एउटा सिन छ जहाँ एउटा केटीलाई आदमखोरहरूले मार्दैछन् र त्यो केटीको फ्ल्यासब्याक पनि सँगसँगै देखाइन्छ, जसको एडिटिङ यति नराम्रो छ जसले गर्दा त्यो सिनको इम्प्याक्ट नै फिल हुँदैन। र स्टार्टिङको केही मिनटसम्म त हजुरहरूलाई को कसको छोरा हो, को कसको आमा हो, को कसको बुवा भन्ने कुरा पनि केही बुझिन्न। यो फिल्मले त्यस्तो केही बुझाउँदैन, यति नराम्रो एडिटिङ र ट्रान्जिसन छ। हजुरहरूले आफै आफ्नो दिमाग लाएर एजम गर्नुपर्ने हुन्छ त्यो कुरा। यो मुभीको मलाई मन परेको कुरा भनेको क्यामेरा एङ्गल र वाइड एङ्गल सटहरू मात्र हो, नत्र बाँकी सबै कुरा खत्तम नै छ यो मुभीको। मैले भने नि 1 घण्टा 40 मिनट एउटा फिल्म हेर्ने बेला नि लामो र बोरिङ लाग्न सक्छ। अब मेकर्सहरूले यो फिल्मको पार्ट 2 पनि सेटअप गरेका छन्, तर मायाकसम गर्न पनि यसरी गरेका छन् कि जसको केही लोजिक नै बस्दैन। ओके हजुरहरूले यो फिल्म हेर्नुभयो कि भएन, हेर्नु छैन भने त म यो फिल्म हजुरहरूलाई नहेर्नु नै भन्छु। यदि हेरिसक्नुभयो भने हजुरहरूलाई यो फिल्म कस्तो लाग्यो लेट मी नो इन द कमेन्ट। हस् त, धन्यवाद।